हेलो मेरो नाम भूपेन्द्र। आजको भिडियोमा म देखाउँछु विन्डोज 8.1 भर्सन कसरी डाउनलोड गर्ने र यो अपडेट भर्सन हो जो मेरो फेसबुक पेजमा गएर फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ। ओपन गर्नुस् आफ्नो फेसबुक। म ओपन गर्छु इन्टरनेट एक्सप्लोर र त्यसपछि नेपाल सफ्टमा जानुस् जो नयाँ एउटा पेज हो जो तपाई नेपाली कम्प्युटर ट्रेनिङ सफ्टवेयर फ्रीमा पाउन सक्नुहुनेछ र फ्रीमा अनलाइन नेपाली ट्रेनिङ भिडियो पनि यसमा भेट्न पाउनुहुनेछ र यो नयाँ पेज हो र केही भिडियोहरु केही सफ्टवेयरहरु अझै पनि बाँकी छन् जो मैले यसमा पोस्ट गर्नको लागि। र माथि जानुस् लेख्नुस् facebook.com त्यसपछि /भुविन्द्रp लेख्नुस् /नेपालसफ्ट अर्को चोटी आउनेछ। अहिलेलाई भुविन्द्रp छ। यो पेज नयाँ खोलेको पेज हो र नेम म पछि चेन्ज गर्ने छु र यो पेज ओपन गरिसकेपछि आफ्नो इमेल या पासवर्ड दिनुस् र आफ्नो फेसबुक ओपन गर्न सक्नुहुन्छ र सिम्पल यसमा लाइक क्लिक गर्नु होला र लाइक क्लिक गर्नु भयो भने यो डेली तपाईलाई यसले देखाउनेछ जहाँ जो मैले यसमा पोस्ट गर्छु यो तपाईलाई चाहिँ तपाईको चाहिँ फेसबुकमा देखिनेछ जहाँ होममा र स्क्रोललाई म तल गर्छु र विन्डोज 8.1 यो नयाँ भर्सन हो र अपडेट भर्सन पनि र फ्रीमा अपडेट गर्न सक्नुहुन्छ तपाईले। प्रोफेसनल भर्सन हो यो र विन्डोज 8.1 कसरी डाउनलोड गर्ने यसमा क्लिक गर्नुस् यो डाउनलोड आउनेछ। यदि क्लिक गरेर डाउनलोड आएन भने तपाईलाई चाहिँ अर्को एउटा नयाँ तरिका छ जो छिटो र सजिलोसँग तपाई डाउनलोड गर्न सक्नुहुन्छ। यसमा यो टेक्स्ट जो लिंक टेक्स्ट छ यसलाई सिम्पल सिलेक्ट गर्नुस् र यसरी कपी सिलेक्ट गर्नुस्। अब यसरी सिलेक्ट गर्नुस् हेर्नुस् ध्यानसँग यो यहाँबाट यहाँसम्म .iso सम्म यसलाई सिलेक्ट गर्नुस् 64 बिट या 32 बिट। यसमा राइट क्लिक गर्नुस् माउसको त्यसपछि कपी गर्नुस् लिंक र त्यसपछि जानुस् डाउनलोड म्यानेजर ओपन गर्नुस् आफ्नो कम्प्युटरमा डाउनलोड म्यानेजर। म ओपन गर्छु डाउनलोड म्यानेजर र डाउनलोड म्यानेजर ओपन गरिसकेपछि add url भनेर चाहिँ एड url मा क्लिक गर्नुस्। यो अटोमेटिक यहाँ लिंक आउनेछ र त्यसपछि ओके दिन्छु म यहाँ। अब यो यसको साइज यहाँ शो हुन्छ र साइज शो हुन साथ तपाई स्टार्ट बटन क्लिक गर्नुस् जो स्टार्ट डाउनलोड लेखेको छ यो साइज शो भयो र स्टार्ट डाउनलोड बटन यहाँ छ सिम्पल क्लिक गर्नुस् यो तपाईको चाहिँ डाउनलोड आउनेछ। अब यहाँ हेर्नुस् यो डाउनलोड आयो र यो डाउनलोड फिनिश भइसकेपछि म एक्जाम्पल भिडियोलाई म काटेर देखाउँछु र डाउनलोड फिनिश भइसकेपछि डेस्कटपमा यसरी एउटा तपाईको चाहिँ विन्डोज 8.1 को यसरी एउटा WinZip मा देखिएको छ यसको आइकन र अर्को आइकनमा देखिन सक्छ यो इमेज फाइलमा .iso। यसलाई तपाई राइट क्लिक गर्नुस् र त्यसपछि जानुस् ओपन विथ मा गइसकेपछि तपाई यसमा सिम्पल WinRAR आर्चिभमा क्लिक दिनुस् यो ओपन हुनेछ र त्यसपछि यो सबै फाइललाई सबै सिलेक्ट गर्नुस् र जानुस् आफ्नो कम्प्युटरको USB फर्मेट गर्नुस् 4GB या 8GB। त्यसमा लगेर यो सबै फाइल यसरी उठाएर लगेर USB को फोल्डरमा खसाल्नुस्। यो सबै फाइल USB मा कपी हुन्छ र तपाईको बुटेबल फाइल बन्ने छ जो डाइरेक्टली तपाईले USB बाट फर्मेट गर्न सक्नुहुन्छ इन्स्टल गर्न सक्नुहुन्छ आफ्नो कम्प्युटर विन्डोज 7 मा या विन्डोज 8 मा र विन्डोज 8 point राख्न सक्नुहुन्छ जो आफ्नो कम्प्युटरमा छिटो र सजिलोसँग तपाईले इन्स्टल गर्न सक्नुहुन्छ। र यदि तपाई डाइरेक्टली यसलाई ब्ल्याङ्क डिस्कमा DVD ब्ल्याङ्क डिस्कमा बर्निङ गर्न चाहनुहुन्छ भने अर्को एउटा नयाँ तरिका छ। यसमा कुनै पनि प्रोग्रामको आवश्यकता छैन। विन्डोज 8 या विन्डोज 7 मा तपाई एउटा नयाँ फोल्डर क्रिएट गर्नुस्। म नयाँ फोल्डर क्रिएट गर्छु एक्जाम्पल सिम्पल म यसमा नेम दिन्छु विन ओके र यो फोल्डरमा उठाएर यसलाई यहाँ खसालिदिनुस् र डबल क्लिक गर्छु म फोल्डर ओपन गर्छु र फोल्डर ओपन गरिसकेपछि तपाईको चाहिँ विन्डोज 8 युज गर्नु भएको छ भने विन्डोज 7 छ भने यहाँ तपाईको चाहिँ बर्निङ भनेर शो हुनेछ। अहिले मेरो शेयर भन्ने छ यहाँ शेयरमा म क्लिक गर्छु यहाँ र त्यसपछि यहाँ बर्न टु डिस्क भन्ने एउटा सानो आइकन छ यसलाई सिम्पल क्लिक दिन्छु र यो डाइरेक्टली यो सिलेक्ट गर्नु पहिला शेयरमा क्लिक गर्नु र त्यसपछि यो बर्न टु डिस्कमा क्लिक गर्नुस्। यो तपाईको चाहिँ डाइरेक्टली खाली डिस्कमा बर्निङ हुन्छ जो बुटेबल डिस्क बन्छ तपाईको चाहिँ विन्डोज 8.1। आजको भिडियो इन्जोय गर्नुस्। मेरो नाम भूपेन्द्र। नेक्स्ट भिडियो लिएर आउनेछु र नेपाल सफ्टमा गएर तपाईले चाहिँ लाइक गर्नुस् र त्यहाँ कुनै कमेन्ट गर्न सक्नुहुन्छ। नयाँ भिडियो नेपाली ट्रेनिङ भिडियो र नयाँ सफ्टवेयर त्यहाँ भेट्न सक्नुहुन्छ र निकै नै पावरफुल निकै नै सजिलो तपाईको चाहिँ नेपाली कम्प्युटर सेन्ट्रल ट्रेनिङको DVDहरु पनि बन्नेछ। घरमै बसी सिक्न सक्नुहुनेछ र यसको क्लासरुम पनि बन्नेछ नेपालमा। यो बनेपछि म तपाईलाई पुराको पुरा न्यूज र प्रोमो भिडियो देखाउने छु। पुरै म
एउटा प्रचारक भिडियो पनि देखाउने छु त्यहाँ र तपाईको चाहिँ निकै नै सजिलोसँग हरेक डिजाइन AutoCAD सम्बन्धी माया म्याक्स अटोडेस्कको जति पनि क्रिएटिभ क्लाउडको सफ्टवेयर छन् इनडिजाइन फोटोशप आफ्टर इफेक्ट फिल्म डिजाइन वेब डिजाइन CSS जाभास्क्रिप्ट यो सबै चीजहरुको एउटा DVD बनेछ क्लासरुम बनेछ तपाईले सिक्न सक्नुहुन्छ र